सँग हामी गोदावरीमा आएको छौँ। गोदावरीमा डुल्दैछौँ, कुराकानी गर्दैछौँ जिन्दगीको दर्पण छाया होइन, जिङ तलमाथि भइरहन्छ। आज मेरो कपाल पनि एकदम माथि छ, स्वर्गतिर उचालेको छ। यहाँ रमाइलो छ, हरियाली छ, बिचबिचमा स्वर्गको दर्पण छ। अनि यहाँ एकदम रमाइलो छ। हाम्रो साथीहरूलाई हामी मिस गर्दैछौँ। जब हामी थकित हुन्छौँ जिन्दगीमा, यस्तो हरियाली ठाउँमा आएर स्वच्छ अक्सिजन लिनुपर्छ। काठमाडौँको धुलोमा कार्बन डाइअक्साइड लिँदा लिँदा हामी बिरामी भइसकेको छौँ। हामी अक्सिजन लिन आएको छौँ एकदम स्वच्छ। यो गेटबाट छिर्यो भने स्वर्ग पुगिन्छ अरे। ल हाम्रो सुजित ब्रोलाई केही भन्न छ, ल भन्नु त। तपाईँ आज एकदमै निराश देखिँदै हुनुहुन्छ। म खासै निराश छैन, अलिअलि भोक लागेको छ त्यति हो। ल हामी के खाने आज? मोमो गएर खानु पर्ला। ए आज उता जानु पर्ला। कता जानु पर्ला? त्यहाँ एउटा त्यो हात्तीवनमा एउटा के सुली भन्ने एउटा ऊ छ क्या, नेवारको रेस्टुरेन्ट। ए त्यहाँ जानु पर्ला अलिकति। ल त्यहाँ चाहिँ खानुपर्छ है। यस्तो छ यहाँको जिन्दगानी, अति राम्रो दृश्य। यी सबै परमेश्वरको सृष्टि हुन् र हामीले यसको संरक्षण गर्नुपर्छ। हामी मानव जातिहरू यो सबै कुराको संरक्षण गर्नको लागि नै हौँ। हामी आफ्नो मात्र ख्याल गर्ने होइन, यो प्रकृतिको पनि ख्याल गर्नु पर्यो। वी आर द रेस्टोरर्स अफ द गड्स क्रिएसन। हामी आज कता जाने रे? हामी त्यहाँ हात्तीवनमा एउटा उमा जाने रेस्टुरेन्ट छ एउटा, त्यहाँ गएर टक्क खाजा खाने, त्यसरी निस्किनु पर्ला नि। मान्छेहरू यो यसरी किन आउँछन्? किन पिकनिक गर्न आउँछन् जस्तो लाग्छ तपाईँलाई? हामी अहिले यस्तो भौगोलिक क्षेत्रमा बसिरहेछौँ होइन, काठमाडौँ जस्तो ठाउँमा मान्छेहरू नि, जस्तै आज दिन पनि शनिबार हो नि त, मान्छेहरू हरेक हप्ता हरेक दिन काम गर्न जान्छ, व्यस्तता हुन्छ, फ्यामिलीसँग टाइम हुँदैन, आफ्नो स्वतन्त्रता भन्ने भनौँ न अरूलाई बेचिरहेको हुन्छ। सो अब यो आजको दिन भनेको चाहिँ यस्तो हरियालीहरूमा आउनु भनेको एउटा आफ्नो सेल्फ इन्जोयमेन्टको लागि होइन, रिफ्रेसमेन्टको लागि, अनि सायद त्यही हुनसक्छ होला जस्तो लाग्यो। हामीले प्रायः यहाँ जति पनि घुम्न आउनु भएको छ होइन, जति घुमिरहेको छन् सबैको राम्रो घर होला, राम्रो बिस्तारा होला होइन। हरेक दिन त 8 घन्टा त छुटिरहेको छ होला नि त होइन। र पनि यहाँ किन यो प्रकृतिमा आनन्द लिन आउनुपर्छ? सायद उनीहरूलाई विश्राम पुग्दैन होला है। त्यो एउटा मनको जुन एउटा बेचैनी हुन्छ, मनमा जुन एउटा के गरौँ लागिरहेको हुन्छ, सायद उनीहरूले त्यो एउटा यो एक खालको आनन्द जुन जोय उनीहरूले हराएको हुन्छ, त्यो चाहिँ यस्तो प्रकृतिमा आएर यस्तो हरियाली हेरेर उनीहरूले सायद पाउँछ होला। त्यही भएर त होला नि होइन, कस्तो लाग्छ तपाईँलाई? सो तपाईँले जसरी यहाँ आइराख्नु भएको छ, यति मान्छेहरू हेरिराख्नुहुन्छ, धेरै मान्छेहरू सायद आफ्नो भनौँ न पिसको लागि आइरह होला होइन, जस आफ्नो मनलाई शान्त गराउनको लागि आइराखेको होला। सो उहाँहरूलाई तपाईँले कसरी एउटा सन्देश दिनुहुन्छ? अब यहाँ हेर्दै गर्दा कतिजना जोडीहरू पनि छन्, बुढापाका छन्, कतिले पहिलोपल्ट काठमाडौँ आएर काठमाडौँको कस्तो एउटा हरियाली ठाउँमा कहाँ छ भनेर होइन त्यो सोधेर यताउता हेरविचार गरेर आएको हुनसक्छ। हरियाली सबैलाई मनपर्छ, हरियालीदेखि बित्तिकै एउटा पिस महसुस हुन्छ। यहाँ परिवार पनि छन्, अनि त्यसपछि हरियालीमा आनन्द लाग्छ। यहाँ आनन्द लाग्छ। किन यहाँ आनन्द लाग्छ थाहा छ? किनकि मान्छेलाई यहाँ दुखिराखेको हुन्छ, यो दुखेकै ठाउँमा आनन्द लाग्नु पर्छ। अनि त्यही भएर मान्छे त्यो आनन्द खोज्नु यो हरियाली ठाउँमा आइराखेको हुन्छ। र कति गर्लफ्रेन्ड लिएर आएको छन्, कति साथीभाइसँग आएको छन्, अनि कतिजना चाहिँ के भन्छन् परिवारसँग होइन रमाइराखेको छन्, कतिजना एक्लै पनि देखिरहेको थिए, टोलाएर बसिरहेको छन्। अनि जति पनि छन् सबैको मनमा केही न केही टेन्सन छ। हरियालीमा भए पनि घरको टेन्सन होला होइन, एकछिनपछि घर गएर के खाने के लाउने कसरी गर्ने टेन्सन होला, कोही आफ्नो जिन्दगी बारे सोचिराखेको होला, मेरो तलब कहिले बढ्छ भनेर सोचिराखेको होला होइन, र पनि रमाइराखेको छ। यो किन हुन्छ के तपाईँलाई थाहा छ? यस्तो किन हुन्छ? यो मान्छेको हृदय किन खाली छ थाहा छ? त्यो
ओहो कस्तो राम्रो पऱ्यो रहेछ यो पऱ्योमा देख्दै गर्दा मलाई एउटा कुरा भन्न मन लाग्यो कि के कुरा थाहा छ भनौँ भनौँ कि नभनौँ भन्नुहोस् न। यो कतिवटा साथीहरूलाई म्यासेज गऱ्यो भने बिहान म्यासेज गऱ्यो साँझ रिप्लाई गर्छ के अहँ। आज रिप्लाई गर्यो भोलि आज म्यासेज गर्यो भोलि रिप्लाई गर्छ कि कति ढिलो भएको त्यति ढिलो हुनुभन्दा परेवा पाल्नु नि होइन परेवा खुट्टामा चिठी बाँध्थ्यो अनि भोलिको दिन रिप्लाई सारेर खालिदिनु तपाईँ पनि यार निकै थकेत जस्तो देखिनु भयो यार के भयो यार मैले यहाँ चाहिँ एउटा फिल गरेँ कि जस्तै अब मान्छेहरू पुरै तनाव भएर यस्तो ठाउँमा आउँदाखेरि एउटा नेचुरल भनौँ न हरियालीहरू देख्न पाउँदा एउटा मनमा बेग्लै प्रकारको आनन्द आउँछ। यो के हो यसको रहस्य? खासमा चाहिँ किन यस्तो हुन्छ तपाईँले भनिदिनु। कुरो चाहिँ के हो भनेर चाहिँ हामी यत्रो क्रिएसन हेर्दै देखिरहेको छौँ उठेल हालिग्रास पनि फुलेको छ हरियाली छ चराचुरुङ्गी एकदम यो काठमाडौँको हल्लाभन्दा यता अलिकता पर आएर यो एकदमै के भन्छ शान्त ठाउँ छ अनि यो हेर्दै गर्दा मान्छे पक्कै पनि यसलाई चाहिँ कसले बनाएको हो यसको पहिलो एन्सर हुन्छ सरकारले बनाएको सरकारले त्यसको संरक्षण गरेको ठिक छ तर त्यो ओरिजिनल्ली चाहिँ यो जङ्गल चाहिँ कसरी भयो कस्तो अनुहार चल्क्यो होइन